अब म दिदीहरुकोमा आइसके इन्भरलक। अब हामी यहाँबाट चाहिँ कोस्टल वक जाने हो। यहाँबाट चाहिँ ड्राइभ चाहिँ आधी घण्टा जस्तो छ अनि त्यसपछि त्यहाँबाट पुरा हिँड्ने हो। एउटा सर्कुलर जस्तो छ के, एउटाबाट गएर अर्कोबाट फेरि ब्याक एन्ड फोर्थ हो। तर हामीले चाहिँ के गर्ने भने एउटा दुईटामा गाडी राख्ने अनि पछि एउटाबाट हिँडेर गाडी चढेर फेरि आउने, किनभने अँध्यारो हुन लागिसक्यो। आज भ्याइँदा नि भ्याइँदैन। ल म अपडेट गराउँदै गर्छु, हेर्दै गर्नु होला, सपोर्ट गर्दै गर्नु होला है त। थ्याङ्क यू। वेदर चाहिँ अहिले ट्याक्क घट्यो होइन टेम्परेचर, त्यही भएर नि सजिलो हुन्छ होला, किनभने टन्टलापुरी घाम लागेको है, हिँड्न चाहिँ गाह्रो हुन्थ्यो। अहिले टक्क वेदर मिठो ठिक्कको वेदर छ। यता चाहिँ पुरा कन्ट्री साइड जस्तो के, फार्मिङहरू धेरै, गाईहरू यताउता छ होइन, पुरै गाउँमा जस्तो रमाइलो टाइपको के। अब चाहिँ घाम छ यार, लास्ट मुखमै घाम पर्यो। अबको चाहिँ ट्याक्क दिउँसोको घाम हो। यो चाहिँ गर्मी नै हुन्छ जस्तो छ है यसो हेर्दाखेरि। ठिकै छ, गर्मी भए पनि मेन फोकस, आजको फोकस भनेको रिफ्रेसिङ टाइपको हिँडाइ हो, यताउता हो नि त। चिल नै हुन्छ होला। अहिले आउँदाखेरि चाहिँ अब जाडो हुनसक्छ, साँझ साँझ परिहाल्छ। अनि अहिले जान लागेको कोस्टल वक चाहिँ जस्ट मेलबर्नकै बेस्ट वकिङ एरिया कोस्टल वक हो भन्छ है। अब हेरौँ गसी थाहा हुन्छ। घाम चाहिँ वाइल्ड लाग्छ दिउँसोको, ट्याक्क कति बज्यो, ट्याक्क 3 बजेको घाम भएर बिचमा छ नि त घाम, ट्याक्क मुखमै लागिरहेछ, वाइल्ड घाम लागिरहेछ लाउन चाहिँ। दिदी कति मिनट छ तपाईँको पुग्न? 8 मिनट। 8 मिनट? तपाईँहरू त्यो टोयोटाको सोरुम हुँदै सिधै जानुभएको नि होइन? 3:22 मा पुग्ने देखाएको छ यार। ठिकै छ, हामी 16 मा पुग्ने हो, तिमी 22। ए ल ल ल ल म जस राइट ठाउँमा हिँडिरहेको छु कि छैन भनेर कन्फ्युज। यो के अरे अङ्गुबाट तिमीलाई सेयर गरिदिएको छ त लोकेसन, त्यही हो हामी गएको। ए ल ल म हाल्छु ल। 7 मिनटमा अब म पुग्छु। यता राइटतिर खतरा बिचहरू छ। यो ठाउँहरू चाहिँ म पहिला आइसकेँ, तैपनि अब अहिले यहाँ दिदीहरूसँग यसरी कोस्टल वक चाहिँ गएको थिइनँ। यहीँबाट है कोस्टल वक, साइडमा कोस्टल वक पनि लेखेछ। हामी यहीँबाट लेफ्ट लियो। ओ नो, अफ रोड रहेछ नि त यहाँ त। अब 1.3 किलोमिटरमा पार्किङ आउँछ। अनि त्यहाँबाट म दिदीको गाडीमा गएर हामी अर्को ठाउँमा जाने, अनि त्यताबाट हिँडेर यताको ड्रपसम्ममा आउने। गाइज भ्यू हेर्नु है, ओ मिठो छ नि त भ्यू। हेर्नु त यहाँ सबैले पार्क गरिरहेको छ, सायद यही नै होला है। हामीले यतै पार्किङ गर्ने जस्तो लाग्यो। अब अगाडि जाने कि नजाने यार, अगाडि फेरि पार्किङ भएन भने तनाव हुन्छ। यहाँ होइन, राइट साइडमा नि पार्किङ चाहिँ रहेछ है। सायद उता हिँड्नु भएको दिदीहरू होला। दाइ तपाईँलाई मैले देखेँ क्या, म फर्काउँछु है। हजुर फर्काम हजुर। ए ल, मैले तपाईँहरूको गाडी चाहिँ देखेँ, म नि फर्काएर आउँछ। ल ल 2 मिनट रोकम है, म यो फिक्स गर्छु। ल अब हाम्रो कोस्टल वकिङ सुरु भयो। दाई दिदी म, घाम पनि खासै छैन, रमाइलो हुन्छ जस्तो छ। यस्तो बबाल सिन छ यार यहाँ। दिदी अस्मा पकेट फो देखाउनु न एकचोटि। बबाल साइक्लिङ पनि मिल्दो रहेछ है यहाँ। साइक्लिङ हो र? बबाल भ्यू छ, आनन्दको के, रिल्याक्सिङ मेडिटेसन हो यार यो, थेरापी। यता पनि पानी, यता पनि पानी। यस्तो भ्यू हेर्दै हिँड्ने क्या कोस्टल वक। दिदी कस्तो हुँदैछ? रमाइलो छ भ्यू हेर्नु यो। आमा यस्तोमा सर यो बाटो हिँड्दै जाने है। दिदी तपाईँको कतिचोटि हो यो? मेरो यो सेकेन्ड टाइम। आमा है, बबाल छ। 2.5 घन्टा 3 घन्टा लाग्छ भन्नु है। यस्तो खतरा ठाउँ छ यार, सर यस्तो बाटोमा हिँड्दै हिँड्न मलाई चाहिँ लास्टै राम्रो लाग्यो है दिदी अहिलेसम्म चाहिँ। सुरुमा भन्दा नि अहिले अब यस्तो होरी यस्तो चाहिँ राम्रो हुने क्या। हजुर यस्तो बिच हेर्दै टक्क साइडमा छ बिच, अनि यहाँ हिँड्यो क्या।
अहिलेसम्मको मेरो रेटिङ चाहिँ कति भन्नु न 10 मा 10 अहिले नै त्यो ठाउँ यी क्लिफ भ्यू यस्तो ए बबाल लाग्दैछ यार मलाई यहाँ हेर्नु न यता यो बिच हाउस झन् यता यहाँ अब चाहिँ हामी बिचमा यसरी बुसको बिचमा हिँड्यो यस्तो बाटो टक्क लागेर समुद्रको आवाज सुन्दै हिँड्यो अहिले चाहिँ पिसफुल चराहरूको आवाज सुन्दै खासै गाह्रो खालको ट्रेकिङ छैन तर घरिघरि यस्तै उकालोहरू छ ओह्रालो यस्तो छ क्या यहाँ टक्क बिच यो वकिङ ट्रेल यस्तो बेस्ट प्लेस यार बेस्ट प्लेस यस्तो ठाउँ आएको थिइनँ म मेनली यस्तै सर्फेसहरू छ हिँड्नु पर्ने टन्नै छ बल्ल कति किलोमिटर 1 किलोमिटर हिँड्यौँ होला चाहिँ उकालो ओह्रालो चाहिँ छ तर त्यस्तो कम्प्लिकेटेड खालको पनि छैन अहिलेसम्म यस्तो हिँड्दा यस्तो स्यान्डी बाटोमा पुग्यौँ अनि टक्क लागेर बिच क्रस हुँदै जाने हो क्या यस्तो ठाउँ यार बबाल वाक छ यार कोस्टल वाक दामी ठाउँ छ यार वा बिचनिर बस्नुको छुट्टै रमाइलो भनेको यस्तो हो क्या आम्मा वेभ हेर न वेभ रिस्की वेभ छ यार राइट यस्तो उकालो चाहिँ छ धेरै उकालो पनि छैन कुनै ठाउँमा चाहिँ उकालोहरू छ यो डाँडा चाहिँ मेलबर्नको स्विजरल्यान्ड आइनबर्लकको स्विजरल्यान्ड इनबर्लक ल ओभरअल भ्यू चाहिँ यस्तै हो यस्तै छ डाँडा काँडा हिँड्दै बिचको छेउछाउ हिँड्दै अब अँध्यारो पनि पर्न गयो ल म त सबैलाई रिकमेन्ड गर्छु है यदि मेलबर्न नजिक हुनुहुन्छ भने यहाँ आउँदा हुन्छ यो ठाउँको जति तारिफ गरे त्यति पुग्दैन क्या यसो भिडियो अब कन्क्लुड हानिदिउँ भनेको फेरि राम्रो ठाउँ आयो फेरि खिच्दैछु यस्तो आजको ब्रेकफास्ट आज चाहिँ डे 2 हामी चाहिँ इनबर्लकको इगल नेस्ट होइन इगल नेस्ट भन्ने ठाउँमा छौँ यहाँ चाहिँ के अरे अस्ति न्युज पनि आएको थियो क्या डाइनोसरको फोसिल भेटियो भनेर अनि इन्भेस्टिगेसन टिमहरूले 7 दिनसम्म रिसर्चहरू इन्भेस्टिगेट गरेको थियो पिसफुल होलिडे भयो यार यस्तो चिल रिल्याक्स ठाउँ छ यही ठाउँमा पनि लगभग 3टा डिभिजन थियो हाम्रो यो 2nd 3rd डिभिजन हो क्या 3टा ठाउँमा भेट यस्तो मैले भन्थेँ नि डाइनोसरको फोसिलहरू भेटाएको यो सेपहरू यतैतिर इन्भेस्टिगेट गर्न आएको थियो अरे क्या म न्युजको त्यो पनि हालिदिन्छु है यिनीहरूले जोस् फोसिल हन्टरहरू आएर अनि यहाँ टक्क यो ढुङ्गाहरूबाट फुटाउँदै जस फोसिलको रिसर्च गरेको थियो अरे यसमा पौडी सौडी खेल्यो अब चटपटको पालो चटपट खाने ल अब आज 2nd दिनको कन्क्लुजन चाहिँ यहाँ भात मासु यस्तो यार खसीको मासु कुखुराको मासु साग के अरे अरू मेट त्यति हो ए फर्सीको मासु ल अब डिनर टाइम एन्ड अफ द डे मजाले थाकियो अब डिनर